सबैमा नमस्कार। म डाक्टर असीम सुवेदी। म एक आकस्मिक चिकित्सक हुँ। आज म एउटा अवस्थाबारे सम्पूर्ण नेपालीको ध्यान आकर्षित गराउन चाहन्छु। धन्यवाद। पक्षघातमाथि विजय प्राप्त गरेर घर फर्किनुभएका प्रेम बहादुर आलेजी अहिले हात खुट्टा सबै चलेको छ, बोली पनि फुटेको छ। एकदम सर एकदम। अब सर्वप्रथम त तपाईँहरू अब हजुर विशेष गरी हजुरलाई धन्यवाद सुरुमा। अनि अनि हजुरको मणिपाल टिमलाई अब हामीले के अरे सठिक समयमा तपाईँलाई औषधि उपचार गरेर हाम्रो बिरामीलाई एकदम ठिक पारिदिनु भयो। त्यही नै हाम्रो लागि एकदम खुसी छ, गर्व छ। अहिले मलाई ठिक हुँदैछ सर। अलि थोरै मेरो अरू त होइन, यो अरू म ठिक छ सर। थोरै भित्री मेरो टाउको हजुर सर, सुरुमा एक्ज्याक्टली तपाईँहरूको अब फर्स्ट टाइम परेको होइन। अब हामीले एकैचोटि आर्थिक अवस्थाको पनि अब एकदमै त्यो उ गर्दाखेरि अलि गाह्रो नै परेको थियो। सहज गराइ साथसाथै अब ठ्याक्कै हाम्रो बिरामीलाई पनि एकदम राम्रो उपचार दिनुभयो, उपचार राम्रो भयो त्यो औषधि त्यो उले गर्दाखेरि। होइन सर, त्यस्तो एकदमै छैन। अब तपाईँहरूले अब हामीलाई यत्रो योगदान दिनुभएको छ, त्यसैमा एकदम खुसी छ होइन। हामीले अब अरू ठाउँमा पनि अब कुनै उसमा पनि निकायमा पनि बोल्न पर्यो भने यसको बारेमा चाहिँ हामी एकदम बोल्न तयार छ सर। किनकि अब हामीले हाम्रो बिरामीलाई, त्यस्तो अवस्थाको बिरामीलाई हामीले अहिले यस्तो राम्रो अवस्थामा हेर्न पर्यो, जुन बिरामी हुनभन्दा पहिलाको अवस्थामा अहिले हेर्न पाउँदा एकदम खुसी छु। र यो यस्तै अब यस्तो उपचार चाहिँ अरू अब सरकारले पनि अब दिन सकुन् होइन। हामी जस्तो आर्थिक अवस्थामा हुने अब प्लस अब के अरे छिटिक छोटो समयमा नै हाम्रो बिरामीलाई एकदम राम्रो भयो होइन। यो हजुरहरूको टिम र हजुरहरूको यो के अरे औषधिले गर्दाखेरि, त्यो ट्रिटमेन्टले गर्दाखेरि यहाँबाट लगभग हाम्रो यहाँको दूरी, दमौलीको र यहाँको दूरी चाहिँ सर लगभग आदि हामी एम्बुलेन्समा जाँदाखेरि चाहिँ लगभग 1 घन्टामा पुगेको सर। भनौँ न अब जुन 4 घन्टा भित्रभित्रैको टाइम परेर राम्रो भयो। त्यति बेलासम्म त्यो जुन औषधिले काम गर्न पर्ने हो त्यो नगरेको पनि हुन्छ होइन सर। धन्यवाद हजुरलाई प्लस हजुरको टिमलाई, एकदमै धेरै आभार छौँ हामी सर। हाम्रो बिरामीलाई एकदम हेल्थी खुसी देख्न पाउँदाखेरि अहिले हाम्रो तपाईँहरूले गर्दाखेरि अहिले हाम्रो उहाँको जीवन पनि एकदम राम्रो भएको हेर्न पाएको छौँ होइन। एकदम राम्रो भएको छ। तपाईँहरूको विशेष गरी तपाईँहरूको टिमलाई यो जुन तपाईँहरूले जुन अभियान चलाउनु भएको छ एकदमै राम्रो छ। यस्तै हामी जस्तो दुखी गरिबहरूलाई अब अझै अरू छटपटिरहने मान्छेहरूले बिचरा के कुनै अब टाइम हुँदा हुँदा नि आर्थिक अवस्थाले गर्दाखेरि उपचार आफ्नो समयमै ज्यान गुमाउने मान्छेहरूलाई तपाईँहरूले यसरी नै हामीले जसरी सहयोग गरिदिनु भयो त्यसरी नै तपाईँहरूले पनि अझै उ गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। हजुर धन्यवाद। धेरै धेरै धन्यवाद सर, धन्यवाद, नमस्कार।